त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रम नेपाली चेलीहरूका लागि माइती जस्तै भयो। मलाई पठाएको दुबई भनेर अनि अहिले चाहिँ सिरियामा छ, आएको 2 वर्ष भइसक्यो। 1 लाख मात्र 80,000 मात्र दियो। अनि कति ऋण लागेछ तपाईलाई? मलाई अहिले 30 लाखको कागज। पहिले गरीबलाई ठगेर विदेश पठाउनेहरू भेटेका थियौं, पछि गरीबलाई ठग्नका लागि विदेश पठाउनेलाई भेट्यौं। पहिले गाउँमै ठग्ने मान्छे भेटेका थियौं, पछि गाउँ नै ठग्ने मान्छे भेट्यौं। 30 लाख हमरा 2 लाख लिएको 30 लाख का कागज 30 लाख का बना दिल के कागज। छोरीलाई बिहे गरी पठाउन ऋण दिने साहु भेटेका थियौं। 11 वर्षकी छोरीलाई उसँग सुत्न पठाउँदा ऋण मिनाहा गरिदिने साहु पनि भेट्यौं। मेरो छोरी छ, त्यो मेरो छोरीको हात समाते छ नि यस्तो आफ्नो छोरीको। अनि भन्छ नानी यही बस्नु, अनि मम्मीको जति पैसा माग्यो भने म दिन्छु नि, यस्तो भनेको मेरो छोरीको। अवस्था सुधारका लागि आएकाहरूलाई आफ्नै पिसाब आफैलाई चाट्न लगाउने सुधार गृह भेट्यौं। 8 घण्टा 9 घण्टा पिसाब बिहान गरेर पिसाब थाम नसकेर मेरो एकचोटि पिसाब चुहिएको थियो। यो त पिसाब चुहिँदाखेरि चाहिँ अब तैँले यो पिसाब चाटिनुहोस् भने म तँलाई पिट्छु, यो पिसाब चाट्नुपर्छ भनेर मलाई आफ्नो पिसाब पनि चढायो। दुर्व्यसनीको एउटा रोगबाट सुधार गर्न राखिएकालाई तर्जनौं रोग लागुन्जेल शास्ति भेट्यौं। बाँच्न सिकाउनु पर्ने ठाउँमा मर्न मन लाग्ने अवस्था बनाइरहेको पीडा भेट्यौं। अन्डरवेयर, जुत्ता, मोजा धुन आउँछ र ल्याएपछि यसरी राख्नुपर्छ लिस्टमा है, किनभने कपडा हरायो नि पछि बाटा खानु पर्यो नि त हैन, त्यस्तो हुन्छ यहाँ। त्यसपछि देशभरका सुधार गृहको संरचना सुधारका लागि गृह मन्त्रालयले सर्कुलर नै जारी गरेको थियो, अनि यातना दिने सुधार गृह बन्द भएका थिए। गृहले जुन किसिमको व्यवहार चाहिँ दुर्व्यसनीय अथवा त्यहाँ राखेका विद्यार्थीहरूलाई गर्नुपर्ने थियो त्यो अनुसारको व्यवहार नगरेको हुनाले अहिले नयाँ आचार संहिता अनुसार अमान्य व्यवहारमा उनीहरूलाई चाहिँ 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ। आबुधाबीमा बलात्कारपछि आत्महत्या गरेकी नेपाली चेली अष्टमी गुरुङको आत्महत्या गर्नु अघिको भिडियो प्राप्त भयो। अब कहिल्यै नआउने छोरीलाई पर्खिरहेकी आमालाई भेट्न हामी उनको घर गोर्खा गयौं। आमालाई म सुखसित राख्ने, आमालाई म धन कमाएर दिने, पैसा कमाएर तिमीलाई सुखसित राख्ने, राम्रो लुगा लगाइदिन्छु, गहना लगाइदिन्छु भन्ने छोरी गहना लगाइदिन्छु, तिमीलाई साह्रै दुःख भयो। उनको न्यायका लागि युएई सम्म पनि गयौं। यही ठाउँ हो जहाँ अष्टमी काम गर्थ्यौं। हामी यहाँ एकछिन पार्किङ गर्छौं। छोरी बचाउन नसकेपछि उहाँहरूमा हाम्रो पनि कोही छ भन्ने आशा बचाउने प्रयास गर्यौं। विकट ठाउँ र विपन्न परिवारका मान्छेको मनमा आड बचाउने प्रयास गर्यौं।